पछि अब लाग्यो होइन त गाइजहरू। अब बसौँ त बिस्तारै। भयो केटा हो त हामी लाग्यो। यो चाहिँ के गल्ली अरे भाइ? नहोला न यो के गल्ली अरे भाइ? मोबाइल सोबाइल ओइ मेरो मोबाइल खोइ, मेरो मोबाइल ल लागौँ लागौँ ल। ए इमान निल्का अलि अगाडिबाट पो दामी देख्छ हिँड्न। लाग्यो है लाग्यो। कहाँ लाग्यो समीर भाइ हामी? यस्तो भन्दा रहेछ नि होइन, के के अरे पुगेश कि होइन महादेवको भक्त हो भन्ने होइन, पुगेश पछि अब लाग्यो होइन त गाइजहरू। अब बसौँ त बिस्तारै। भयो केटा हो त हामी लाग्यो। यो चाहिँ के गल्ली अरे भाइ? नहोला न यो के गल्ली अरे भाइ? मोबाइल सोबाइल ओइ मेरो मोबाइल खोइ, मेरो मोबाइल ल लागौँ लागौँ ल। ए इमान निल्का अलि अगाडिबाट पो दामी देख्छ हिँड्न। लाग्यो है लाग्यो। कहाँ लाग्यो समीर भाइ हामी? यस्तो भन्दा रहेछ नि होइन, के अरे पुगेश कि होइन महादेवको भक्त हो भन्ने होइन, पुगेश पछि अब लाग्यो होइन त गाइजहरू। अब बसौँ त बिस्तारै। भयो केटा हो त हामी लाग्यो। यो चाहिँ के गल्ली अरे भाइ? नहोला न यो के गल्ली अरे भाइ? मोबाइल सोबाइल ओइ मेरो मोबाइल खोइ, मेरो मोबाइल ल लागौँ लागौँ ल। ए इमान निल्का अलि अगाडिबाट पो दामी देख्छ हिँड्न। लाग्यो है लाग्यो। कहाँ लाग्यो समीर भाइ हामी? यस्तो भन्दा रहेछ नि होइन, के अरे पुगेश कि होइन महादेवको भक्त हो भन्ने होइन, पुगेश पछि अब लाग्यो होइन त गाइजहरू। अब बसौँ त बिस्तारै। भयो केटा हो त हामी लाग्यो। यो चाहिँ के गल्ली अरे भाइ? नहोला न यो के गल्ली अरे भाइ? मोबाइल सोबाइल ओइ मेरो मोबाइल खोइ, मेरो मोबाइल ल लागौँ लागौँ ल। ए इमान निल्का अलि अगाडिबाट पो दामी देख्छ हिँड्न। लाग्यो है लाग्यो। कहाँ लाग्यो समीर भाइ हामी? यस्तो भन्दा रहेछ नि होइन, के अरे पुगेश कि होइन महादेवको भक्त हो भन्ने होइन, पुगेश आयो हिमाल पनि बलल बलल देखिरहेको छ भाइहरू। हामी त बाइकमा त हेलो भाइ हेलो।
हिमाल छ हिमाल हामी हिमालको देशमा छौँ अरे भाइ हिमाल पार्टीको जिल्ला भन्छ होइन भाइ मुस्ताङलाई हिमाल पार्टीको जिल्ला मुस्ताङ हिमाल पार्टीको जिल्ला मुस्ताङमा हामी लागिसकेको वाउ हिमालय हिमाल यता नि हिमाल उता नि धौलागिरी हो च्याङ्ग्रा च्याङ्ग्रा पनि च्याङ्ग्रा खाने भाइ जाडोमा च्याङ्ग्रा खानुपर्छ च्याङ्ग्राको मासु खानुपर्छ वा हेर अब हिमाल के भयो म च्याङ्ग्रा फाइनल्ली हामी आइसक्यौँ मुस्ताङमा एक ठाउँमा रोकौँ न चिया खान रोकौँ है चिया खानु यो चाहिँ नेपालको डेजर्ट हो भाइ खोइ भन्नुतिर भ्लगमा यो चाहिँ नेपालको डेजर्ट हो भन्न पहाड भएको डेजर्ट हो अरू भएको सम्म डेजर्ट हुन्छ यहाँ चाहिँ हाम्रो पहाड भएको डेजर्ट भनेर हिमाल चित्र भएको डेजर्ट हिमाल भएको डेजर्ट हो भने अरू देशतिर चाहिँ सम्म हुन्छ डेजर्ट मरुभूमि हो यो चाहिँ हाम्रो हिमाल भएको डेजर्ट हो सिधा बनाउँदा भिडियो यस्तो सिधा बना भाइ यसरी नै हान्छु मोबाइल सिधा बनाएर भिडियो रेकर्ड गरिदिएको पछाडि फर्क यता ल्याउन मलाई मोबाइल हामी आयौँ मुस्ताङमा यो माथि रेकर्ड गर्नु यता नि यता हातमा यो गाइस हामी चाहिँ आइसक्यो मुस्ताङमा मुस्ताङ हो गाइस मुस्ताङमा कुदाउँदैछु म मुस्ताङ हेभेन हो आमा भ्युज चाहिँ बबाल
अब त्यो मुक्तिनाथ मन्दिरसम्म चाहिँ बाइक जाँदो रहेछ त्यही भएर हामीलाई अलिक सजिलो थियो मुक्तिनाथ अहिले चाहिँ सिजन भएर होला आम्मामा मान्छे कति धेरै हो सिजन भएर होला मान्छे हेर्न कति धेरै हो सिजन भएर होला मान्छेहरू यहाँ त्यो पग्ले नि यहाँ क्राउड हेर्नु अहिले सिजन भएर चाहिँ बबाल मान्छे भएर मान्छे बबाल हामी जस्तै घोडा चढायो भाइ 200 रुपियाँ गएको थियो गराले घोडा चढ्यो गराले घोडा चढ्यो घोडा राइड घोडा पनि चढ्न सक्नुहुन्छ 200 रुपियाँ दिन्छ घोडा चढाएको हामीले 200 रुपियाँ चढायो घोडा क्या पहिला हामी चढ्दाखेरि लागिरहेको छ त्यसले गर्छ हाम्रो भाइले आम्मा मान्छेहरू लास्ट भिड छ हौ यता त सिजन भएर होला है बबाल भिड छ तर मजा आइरहेछ बाबा म चाहिँ अहिले मन्दिरको छु यो सिडी चढ्दैछु र हामी पर्खिरहेको छौँ खोइ कहाँ गयो तिनीहरू दामी बबाल भ्यूहरू छ बाबा मास्तिर पुगेको छ र मास्तिर कस्तो लाग्दैछ भाइ तँलाई बबाल छ है भ्यू मन्दिर छिटेला जस्तो छ है भाइ यत्रो कति दिनको सङ्घर्ष हाम्रो 2 दिन भाइ कहाँ 2 दिन हौ 4 दिन सिन्धुलीबाट पोखरा बसियो पोखराबाट हिजो त्यहाँ आज यहाँ माथि पुगेछ अहिले दसैँ तिहारमा सिजन भएर होला है मान्छे त आम्मामा कस्तो लाग्दैछ भाइ तँलाई मलाई त रमाइलो लागिरहेछ दाइ हैन कति दिनको सङ्घर्षले हाम्रो यहाँ आउने 3 दिनमा हामी आइसकेको छ यस बाबा भगवानले बोलाएपछि जसरी नै आइपुग्दो रहेछ भगवते वासुदेवाय सम्भव हामी फाइनली आइसक्यो बाबा भोलेनाथले बोलाएपछि नआउने कुरै भएन हामी आइसक्यो यत्रो दुःख गरेर ल कति दिनको सङ्घर्षपछि हामी यहाँनिर आइसक्यौँ दामी यहाँ चाहिँ कुण्डहरू हो कुण्डमा पानी कम भइसकेको छ कुण्ड आम्मामा लाइन रहेछ आज चाहिँ हामी धुप बाल्न जाऊँ नाथ ल महादेव मान्छेहरू स्नान गर्नुको भूत भाइहरू तिमीहरू रेडी हुनु ल रेडी हो हामी त नआउनको लागि दाइ हामी चाहिँ मुक्तिनाथ बबाल मन्दिर पहिलोचोटि आउँदाखेरि यसरी भिडियो गर्न पाएको मजा आइरहेको छ ल
कतै अब नौदिन है एकछिन होल्ड गरेर अनि No,